जय मसी सबैलाई गुड आफ्टरनुन। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म सन्चै छु। आज म चाहिँ चर्चबाट उकालो चढ्दैछु, से पनि भइरहेको छु। सास भएर मोटो ज्यादा भएर होला। अन्त अब घरमा गएर खानाहरू बनाउनुपर्छ हो। खानाहरू बनाउनुपर्छ, त्यही हो हाम्रो काम चाहिँ है। जहाँबाट पनि हतार हतार गरेर आउनुपर्छ। कामले पनि फुर्सद नपाउँदो रहेछ हामीले चाहिँ है। सबै आमाहरूले है, हाम्रो चाहिँ कहिले पनि छुट्टी नै हुँदैन रहेछ। हाम्रो चाहिँ कन्टिन्यू जब है, कन्टिन्यू हुँदो रहेछ जब हाम्रो चाहिँ छुट्टी भनेको हुँदैन रहेछ। म चाहिँ घर आइपुग्नु आँटेँ हो। अब दोकान खोल्नुपर्छ। आज सन्डे चाहिँ बन्द हुन्छ हाम्रो दोकान है। एकछिनतिर खोल्छु। ए मिक्की चाहिँ क्या हो, दैलोमै सुतिरहेको रहेछ हो। एकदमै दैलोमा काट गरेको, दैलोमा काट गरेको रहेछ। अब घरभित्र बसेँ अब। भर्खर सुतेर उठेको होला यो पुसी पनि हो। भागिहाल्यो। अब म आएपछि चाहिँ उनीहरूलाई भोक लाग्छ नि त हो। म आएपछि चाहिँ उनीहरूलाई भोक लाग्छ, दिनुपर्छ। आज छोरी चाहिँ घरमै छ कि। ए नानी अब खाना पकाउनु होला हौ। मैले ए बनाइसक्यौ। ए आमा के बनायो? यसो आज त म हतार कुदेर आएको थिएँ खाना पकाउनु पर्छ होला भनेर हो। तर मेरो छोरीले पकाएछ हेर। आमा साँच्ची नै घरमा चाहिँ छोरी छ भने चाहिँ मजाले खानाहरू पकाइदिन्छ। ऊ आज चाहिँ खानाहरू बनाइदिएछ, मलाई ढुक्कै भयो हो। पकाउनु परेन हो। अरू बेला चाहिँ म आफै आएर हतार आएर पकाउनु पर्छ नि त बोजू र मेरो लागि। बोजूको लागि चाहिँ के बनायो? ए हो र? मेरो बोजूलाई त उसले पुरा फिक्री गर्छ नि। मेरो भन्दा ज्यादा चाहिँ बोजूको फिक्री छ कि। उसलाई खानाहरू बनाइदिइरहेछ हो। यो दाँतले हुँदैन भनेर। ए ल अब भर्खर आएको है। अब एकछिन रेस्ट गरेर चाहिँ खाना खानु पर्यो।